स्किलहरू छ भने जुन ठाउँमा तपाईँ काम गरिराख्नु भएको हुन्छ त्यही ठाउँमै तपाईँले एउटा बेटर वेमा आफूलाई काम गरेको देख्न सक्नुहुनेछ। किनकि तपाईँले त्यो स्किल सिकेर आउनु भएको छ भने तपाईँले कुनै न कुनै टाइम यस्तो आउँछ जतिखेर तपाईँले आफ्नो त्यो स्किललाई उनीहरूलाई देखाएर तपाईँले उनीहरूलाई कन्भिन्स गरेर तपाईँहरूको आफ्नो स्किललाई युज गरेर तपाईँले एउटा बेटर प्लेसमा जब गर्न सक्नुहुन्छ। त्यसैले गर्दाखेरि त्यो पनि एकदम एसेन्सियल छ र त्यो अफिस प्याकेज त तपाईँले सिक्नै पर्यो, त्यो त एकदमै बेसिक होइन, त्यो सबैले जानेकै हुन्छ। तर पनि त्यसमा अलिकति कति मान्छेले नजानेको पनि हुनसक्छ। त्यस्तो मान्छेको लागि चाहिँ मैले भन्न खोजेको कि अब त्यस्तो मान्छेले चाहिँ त्यो कुराहरू सिकेरै आएको एकदमै बेटर हुन्छ र यो कुराहरू चाहिँ नछुटाइकन सिकेर आउनु होला, किनकि यहाँ आए पछाडि तपाईँलाई यो कुराको एकदमै आवश्यकता पर्न जान्छ। र कम्प्युटर स्किलकै कुरा गर्दाखेरि मैले यो किन छुटाउनु कि अब कम्प्युटरमा अब बेसिकमै तपाईँहरूलाई अफिस प्याकेजहरू सिकेर आउनुभयो भने तपाईँहरूले इमेल्सहरू गर्न सिकेर आउनुभयो, किनकि यहाँनिर सबै कुरा डिजिटल वेमा हुन्छ होइन।